जमी सबैजनालाई आज चाहिँ हामी रोमी 12:2 चाहिँ राम्रो हेर्नेछौँ र यसलाई चाहिँ ग्रिक भाषाबाट पनि बुझ्ने समय एउटा शब्दलाई चाहिँ लिनेछौँ। यहाँ तपाईँहरूलाई यो पद राम्ररी नै थाहा होला, यो धेरैले चाहिँ याद गर्ने पद होइन। यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो भनेर चाहिँ यहाँ भनेका छन्। अब हामीले यसरी हेर्दाखेरि परिवर्तित हो भन्दाखेरि चाहिँ साधारण रूपमा हेर्छौँ होइन, र इङ्ग्लिसमा हेर्छौँ भने बी ट्रान्सफर्म भनेर चाहिँ भनेको छ है त। अब यसमा भनेको त्यो परिवर्तित अथवा परिवर्तन जुन कुरा यसमा गरिएको छ, ग्रिकमा हामीले हेर्छौँ भने यहाँ पावलले चाहिँ उल्लेख गरेका छैनन् मेटामोर्फोस थे भनेर। मेटामोर्फोस थे भनेर चाहिँ यहाँ पावलले प्रयोग गरेका छन् र यो भनेको परिवर्तन भनेर चाहिँ हामीले बुझ्छौँ है त। अब हामीले ग्रिक बाइबलमा पनि हेर्छौँ भने यहाँ पाउँछौँ रोमी 12:2 यहाँनिर उल्लेख गरेको छ मेटामोर्फो भनेर यसमा भनेको छ होइन, अथवा यहाँ यतिकै हेर्दाखेरि मेटामोर्फोस थे भनेर चाहिँ यसमा भनेको छ। यो भनेको नै के रहेछ, आई चेन्ज द फर्म अथवा ट्रान्सफर्म भनेको है त। र अर्को पनि शब्द छ ग्रिक भाषामा, यो त परिवर्तनको लागि प्रयोग हुने। अर्को चाहिँ के छ भने स्केमाटिजो भन्छ है त, स्केमाटिजो भनेर भन्छ। यो भनेको पनि परिवर्तन नै हो है त। तर पावलले चाहिँ यो परिवर्तनलाई चाहिँ किन प्रयोग गरिरहेका छन् त यहाँनिर हामीहरू। स्केमाटिजो भनेको अब बाहिरी रूपमा परिवर्तन हुने भन्ने कुरालाई चाहिँ हामीले बुझ्छौँ होइन। तर यो मेटामोर्फोस थे अथवा मेटामोर्फोसिस भनेर चाहिँ हामीले पढ्न सक्छौँ होइन, अथवा साइन्स स्टुडेन्टहरूले चाहिँ तपाईँहरूले राम्रो यसको विषयमा चाहिँ पढिराख्नु भएको हुन्छ मेटामोर्फोसिस भनेर। कतिखेर जब झुसिल किरा बटरफ्लाई हुन्छ नि त्यतिखेर चाहिँ त्यसलाई मेटामोर्फोसिस भनेर चाहिँ भन्छ क्या। झुसिल किरा हुन्छ, झुसिल किरा त पुतलीमा परिवर्तन हुन्छ नि त होइन केही समयपछि। अब एउटा प्रक्रियाबाट गएर चाहिँ त्यो पुतलीमा परिवर्तन हुन्छ, हो त्यो प्रक्रियालाई चाहिँ मेटामोर्फोसिस भनेर भन्छ कि। त पावलले चाहिँ अब यो स्केमाटिजोवाला परिवर्तन होइन कि तर मेटामोर्फोसिस अथवा मेटामोर्फोस थे वाला परिवर्तनको कुरा चाहिँ यहाँ गरिरहेका छन्। अब यो परिवर्तन भनेको कस्तो परिवर्तन भयो त? यो परिवर्तन भनेको हाम्रो झुसिल किराको जीवनबाट बटरफ्लाईको जीवनमा अथवा पुतलीको जीवनमा परिवर्तन हुने हो, त्यो खालको ट्रान्सफर्मेसनको कुरा उनले गरिरहेका छन् रोमी 12:2। यस संसार त्यही भएर उनले भनिरहेका छन् यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। साँच्चै नै वचन कति सुन्दर छ। आज यो भनेको चाहिँ अब मेटामोर्फोसिसवाला परिवर्तन भनेको चाहिँ आज हाम्रो स्ट्रक्चरल परिवर्तन र फङ्सनल परिवर्तन दुवै परिवर्तन चाहिँ हुनु आवश्यक छ। आज हामीले परमेश्वरमा विश्वास गर्यौँ तर हाम्रो जीवन चाहिँ अझै परिवर्तन भएको छैन भने, हाम्रो जीवन चाहिँ अझै परिवर्तनको बाटोमा हिँडेको छैन भने, हाम्रो हृदय चाहिँ परिवर्तित हुन चाहिरहेको छैन भने सिक्यौँ परमप्रभुको राज्यलाई खोजौँ र उहाँले चाहिँ त्यो परिवर्तन हाम्रो जीवनमा लिएर आउनुहुन्छ। आस्क पवित्र आत्मासँग है त। पवित्र आत्मालाई पुकार्नुहोस्, बोलाउनुहोस्, प्रार्थना गर्नुहोस्, प्रभु आउनुहोस् मेरो जीवनलाई परिवर्तन गर्नुहोस्। र त्यो पवित्र आत्मालाई चाहिँ जब हामी पुकार गर्छौँ त्यो पवित्र आत्माले चाहिँ हाम्रो जीवनमा काम गर्नुहुन्छ। हामीलाई थाहा छैन कुन समयमा हुनसक्छ त्यो परिवर्तन, थाहा छैन है त। तर एकदमै अचम्म तरिकाले चाहिँ उहाँले त्यो परिवर्तन चाहिँ हाम्रो जीवनमा लिएर आउनुहुन्छ। पक्कै पनि हामीले पर्खेर बसिरहेका छौँ होला मेरो जीवनमा कहिले त्यो प्रकारको परिवर्तन आउँछ भनेर। अब हामी यसो हेर्छौँ भने आफ्नो जीवनलाई फर्केर हेर्दा हाम्रो जीवन त फ्लेस अनुसार नै जान खोज्छ नि। फ्लेसली नेचर छुट्टै छ, फेरि आत्मिक नेचर छुट्टै छ। फ्लेसली नेचर चाहिँ पापतिर जान खोजिरहेको हुन्छ र हाम्रो जीवन चाहिँ एउटा पापी जीवन बनेर बसिरहेको हुन्छ हामीले ख्रिस्टमा विश्वास गरिसकेपछि पनि। तर जब हामी ख्रिस्टमा विश्वास गर्छौँ भने हाम्रो जीवन चाहिँ परिवर्तन हुनुपर्छ भन्ने कुरा हामीले बाइबल पढ्दा बुझेका छौँ। त्यही भएर चाहिँ हामीले अब प्रार्थना गर्न आवश्यक छ, पवित्र आत्मा मेरो जीवनमा आउनुहोस् र मेरो जीवनलाई परिवर्तन गर्नुहोस्।
त्यो मेटामोर्फोसिसवाला परिवर्तन चाहिँ मेरो जीवनमा लिएर आउनुहोस्। अब झुसिल किराबाट चाहिँ पुतली बन्ने चाहिँ यस्तो होइन म ख्रिस्टमा विश्वास गरेँ अब म आफै चाहिँ पुतली बन्छु भन्ने चाहिँ त्यो ममा शक्ति छैन त्यो पुतली बन्नको लागि है त। द्याट्स वाइ वी निड होली स्पिरिट। पवित्र आत्मा चाहिँ हाम्रो जीवनमा आवश्यक छ र त्यो पवित्र आत्माले चाहिँ हामीलाई त्यसरी परिवर्तनमा लिएर आउनुहुन्छ। हुनसक्छ एउटा प्रक्रियाबाट, जसरी झुसिल किरा पुतली बन्नको लागि एउटा प्रक्रियाबाट भएर जानुपर्छ, त्यही प्रक्रियाबाट चाहिँ अथवा त्यस्तै प्रक्रियाबाट चाहिँ पवित्र आत्माले हामीलाई डोर्याउनु हुनेछ र त्यो हाम्रो जीवनलाई चाहिँ यसरी परिवर्तन गर्नुहुनेछ उहाँले। तर हामीले चाहिँ उहाँमा भरोसा गरी अघि बढ्नु आवश्यक छ। प्रभु मलाई सहायता गर्नुहोस्, मलाई डोर्याउनुहोस् भनेर। र हामी सबैले प्रार्थना गरौँ हरेक दिन कि प्रभु मेरो जीवनमा अब स्केमाटिजोवाला मात्र परिवर्तन होइन तर मेटामोर्फोसिसवाला परिवर्तन लिएर आउनुहोस्, मेरो जीवनमा आउनुहोस् भनेर चाहिँ हामी उहाँमा चाहिँ अघि बढ्नु आवश्यक छ।